सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरुमा म दिल्ली खतिवडाको तर्फबाट नमस्कार। आज तपाईहरुलाई म यस्तो राम्रो सब्जी खेतीको लागि अथवा बागवानी खेतीको लागि यस्तो राम्रो टेक्नोलोजी म तपाईहरुलाई बताउँदै छु। तपाईहरुले अवश्य पनि गर्नु होला र तपाईले यो टेक्नोलोजी अपनाइसकेपछि के जादी रहेछ यसमा त भनेर तपाईहरु आफै छक्क पर्नुहुन्छ र तपाईहरुले 15 दिन 20 दिनमा एकपल्ट यसको स्प्रे गर्नुभयो भने बजारको प्रोडक्टलाई तपाईहरुले बिर्सनुहुन्छ। एक पावा गाईको दुध काँचो दुध यसमा हाल्नुहोस् ट्याङ्कीमा र 1 चम्चा हल्दी यसमा हाल्नुहोस् ट्याङ्कीमा र 10 ग्राम तपाईहरुले हिङ हाल्नुहोस् यसमा। हिङलाई चाहिँ पहिल्यै तपाईहरुले घोलेर हाल्नुपर्छ नभए घुल्दैन। हालेर र तपाईहरुसँग ओडब्ल्युसी टेक्नोलोजी छ भनेदेखि र तपाईहरुले अपनाउनु भएको छ भनेदेखि तपाईहरुले ढुङ्गाको लिक्विड र माइक्रो न्युट्रन पनि 1-1 लिटर हालेर तपाईले चाहिँ मजाले यसलाई चलाएर चाहिँ तपाईले स्प्रे गर्नुभयो भनेदेखि तपाईको बाली यस्तो हप्ता दिनमा तपाईले यस्तो छक्क पर्नुहुन्छ तपाई के भयो यस्तो के भएर यस्तो राम्रो भयो भन्ने कुरो तपाईहरुले जानकारी पाउनुहुनेछ। अब ढुङ्गाको लिक्विडको लागि स्वर्गीय डाक्टर कृष्णचन्दले पनि एउटा एक किसिमले व्याख्या गर्नुभएको छ। त्यो हामीले प्रयोग गरिवरी हेरिसक्यौं, त्यसको फाइदा हामीले लिइराखेका छौं। र अमेरिकाको एकजना राइटर वैज्ञानिक उहाँ पनि बितिसक्नुभयो, डाक्टर कृष्णचन्द पनि बितिसक्नुभयो। उहाँ अमेरिकाको राइटरले पनि ढुङ्गाको बारेमा राम्रोसँग चित्रण गरेर चाहिँ लेखेर चाहिँ पठाउनु पर्छ कृषिको लागि यति फाइदा छ भनेर। अब त्यो सबै कुरोहरु त अहिले भनेर व्याख्या हुँदैन, त्यसको एउटा किताबै बन्छ। तर पनि त्यो किताब तपाईहरुले पनि खोजेर पढ्न सक्नुहुनेछ। त्यसको फोटो अलिकति म तपाईहरुलाई चाहिँ यही भिडियोमा दिनेछु। अब यो गाईको दुध हो। गाईको दुध म यहाँ हाल्दै छु। यो हल्दी हो, 1 चम्चा हल्दी पनि म यहाँ हाल्दै छु। यो हिङ हो, हिङ पनि हाल्दै छु। र 5 लिटर ओडब्ल्युसी 3 लिटर टाइकोडरमा हालेर म तपाईको स्प्रे गर्दै छु। तपाईले यो तरिकाले स्प्रे गर्नुभयो भने धेरै राम्रो बालीमा धेरै राम्रो परिवर्तन तपाईले पाउनुहुनेछ। अब यस्ता नयाँ जानकारीहरु तपाईहरुलाई म दिँदै जानेछु र तपाईहरुले चाहिँ हाम्रै वरिपरि भएका कुराहरुबाट खेती गर्न सक्नुहुन्छ। बजारको कुनै पनि कम्पनीको प्रोडक्ट नकिने पनि खेती गर्न सक्नुहुन्छ। यो मेरो बजारको कुनै पनि प्रोडक्ट किनेको छुइनँ। 4 वर्षदेखि मैले केही नकिनिकन खेती गरिरहेको छु। यो सबै मेरो ट्रायल हो र तपाईहरुले केही कुराहरु बुझ्नु भएन भने मेरो मोबाइल नम्बर 9842719088 मा पनि सम्पर्क गरेर WhatsApp मा मेसेन्जरमा मोबाइलमा सम्पर्क गरेर सोध्न सक्नुहुनेछ। र भन्ने क्रममा कुनै कुराहरु तलमाथि पनि भयो भने पनि त्यसलाई तपाईहरुले त्यतिखेर सोधेर मसँग चाहिँ यसको जानकारी लिन सक्नुहुनेछ।